going through the book of Daniel, दानियल किताबमा म पढ्दै गर्दाखेरि one thing I found about Daniel was he used to live in palace. दानियल चाहिँ एउटा महलमा बस्ने गर्थे He has access to everything he needs. अनि उसलाई चाहिएको हरेक कुराको अधिकारसँग थियो He was getting the royal respect, अनि ऊ चाहिँ एउटा राजकीय आदर पाउने व्यक्ति थिए royal food, अनि एकदमै राजकीय खानेकुरा royal access. अनि त्यो राजकीय अधिकारको अनुमति उसँग थियो He lacked nothing. उसँग केही कुराको अभाव थिएन You know, Daniel chapter 9, अनि दानियल किताब 9 अध्यायले verse 3 says, 3 ले यसरी भन्छ So I turned my attention to the Lord God to seek Him in prayer and petition and fasting. यसरी भन्दछ दानियल 9 को 3 मा कि उनले चाहिँ परमेश्वरको अघि गएर प्रार्थना र अन्तर्विनती गर्ने निर्णय उसले गरे He lacked nothing, अनि उसलाई केही कुराको अभाव थिएन but yet he decided to seek the Lord. तर पनि उसले परमेश्वरलाई खोज्ने निर्णय गरे He decided to seek the Lord in prayer and fasting. अनि उसले परमेश्वरलाई खोज्ने निर्णय गर्यो उपवास र प्रार्थनाद्वारा Dear brother and sister, I'm here to tell you one thing. अनि दिदी बहिनी म तपाईलाई यो कुरा भन्न चाहन्छु If the Lord has blessed you, अनि परमेश्वरले तपाईलाई आशिष दिनुभएको if the छ Lord has given you job, अनि यदि परमेश्वरले तपाईलाई काम if दिनुभएको the छ Lord has given you anything that you need, अनि परमेश्वरले तपाईलाई आवश्यक कुरा दिनुभएको छ don't be lazy to pray. अनि अल्छी नबन्नुहोस् प्रार्थना Don't be गर्नको lazy निम्ति। to seek the Lord. अनि अल्छी नबन्नुहोस् परमेश्वरलाई The खोज्नको more निम्ति। blessing and peace you experience from the Lord, अनि परमेश्वरबाट जति तपाईले शान्ति र आनन्दलाई प्राप्त गर्नुभएको छ the more you seek the face of the Lord अनि त्यति नै धेरै परमेश्वरलाई खोज्ने in prayer and fasting. अनि प्रार्थना र उपवासद्वारा Hallelujah. हालेलुया May the Lord bless you. अनि परमेश्वरले तपाईलाई आशिष दिनुभएको होस् Amen.